मेरो विवाह हुने बित्तिकै म आफ्नो पतिसँग ससुराली जानको लागि निस्किएँ। मेरो ससुराली निकै टाढा थियो। ससुराली पुग्ने बित्तिकै मलाई एउटा कोठामा बसाइयो। म एक सुशिक्षित केटी थिएँ, तर मेरा आमा बाबुले मेरो मर्जी विरुद्ध मेरो विवाह एक किसानसँग गरिदिनु भएको थियो। त्यसैले म आफ्नो भाग्यलाई शराब दिइरहेकी थिएँ। यसबाहेक म केही गर्न पनि सक्ने थिइनँ। कोठामा बसेर म रोइरहेकी थिएँ। त्यही बेला मेरा पति कोठामा आउनुभयो। मैले शिर उठाएर उहाँतिर हेरेँ। उहाँ मलाई गवार जस्तो लाग्दै हुनुहुन्थ्यो, साउलो रङ्ग। उहाँ मलाई देखेर मुस्कुराउन थाल्नुभयो र मेरो नजिक आएर बस्नुभयो। उहाँले मलाई घुरिरहनु भएको थियो, जुन मलाई अजीब लागिरहेको थियो। मलाई देखेर उहाँले भन्नुभयो कि म धेरै भाग्यशाली छु कि मलाई तिम्रो जस्तो पढे लेखेकी र सुन्दर पत्नी मिल्यो। मैले तुरुन्तै जवाफ दिएँ, मेरो भाग्य कति खराब छ कि मलाई तिम्रो जस्तो पति मिल्यो। मेरो मुखबाट यो शब्द सुनेर उहाँको अनुहार मलिन भयो, किनकि उहाँलाई मबाट यस्तो आशा थिएन। त्यो बेला मेरो मुड धेरै खराब थियो, किनकि मेरो मर्जी विरुद्ध मेरा आमा बाबुले मेरो विवाह एक गाउँमा गरिदिनु भएको थियो। मेरा आमा बाबुले मलाई भन्नुभएको थियो कि केटा धेरै राम्रो छ, उसको आफ्नै खेती छ, ऊ खेती गरेर राम्रो पैसा कमाउँछ र उसको परिवार पनि राम्रो छ। तिमी त्यहाँ सुखी रहनेछौ। तर कुन सुख? राम्रो परिवार र राम्रो कमाई? के मेरो सुख बस यति मात्र थियो? मेरो आफ्नो सुखको के भयो? मेरो मनमा धेरै नकारात्मक विचार आइरहेका थिए र धेरै रिस पनि थियो। त्यसैले मेरा शब्दहरूमा मेरो नियन्त्रण रहेन। मलाई लागिरहेको थियो कि म सारा रिस आफ्नो पतिमाथि पोखौँ। मेरो पति नवीनले मलाई भन्नुभयो, प्रिया, तिमीलाई के भयो? तिमी यस्ता कुरा किन गर्दैछौ? मैले भने, म त्यही बोल्दैछु जुन सत्य हो। तिम्रो मेरो अगाडि बोल्ने औकात छैन। तिमी मेरो लायक छैनौ। यदि तिमीलाई यस्तो लाग्छ भने यो तिम्रो भ्रम हो। जाऊ, पहिले आफैलाई ऐनामा हेर अनि मसँग कुरा गर्नु। तिमी अनपढ छौ र देखिनमा पनि राम्रो छैनौ। भगवान जानुन् मेरा आमा बाबुले तिमीमा के देखेर मेरो जीवन बर्बाद गरिदिए। यति भनेर म रुन थालेँ। उहाँ चुपचाप रिसाएर बस्नुभयो। म रुँदै उहाँसँग बोले, म एक केटालाई माया गर्छु। म तिम्रो साथमा बिल्कुलै रहन सक्दिनँ। मेरो कुरा सुनेर उहाँ चकित हुनुभयो र भन्नुभयो, प्रिया, तिमी यो के भन्दैछौ? तिमी होसमा त छौ नि? मैले भने, चकित हुनुपर्ने के कुरा छ? जसलाई म माया गर्छु ऊ तिमीभन्दा 100 गुणा राम्रो छ, पढे लेखेको छ र देखिनमा पनि सुन्दर छ। यो सुनेर उहाँको अनुहार झन उत्रियो र उहाँ बाहिर जानुभयो। तर यो सत्य थियो कि म एक केटालाई माया गर्थेँ। त्यो केटा मेरो कलेजको थियो। केही दिन अघि हामी भेटेका थियौँ र हामीलाई एक अर्कासँग प्रेम भएको थियो। यसपछि हामी फोनमा कुरा गर्न थाल्यौँ। म अब पनि रोइरहेकी थिएँ। थोरै बेरपछि नवीन फेरि कोठामा आउनुभयो। उहाँका आँखा सुन्निएका थिए र अनुहारमा पानीको छिटा थियो। सायद उहाँ रोएर आउनुभएको थियो। उहाँले एउटा तकिया र कम्बल लिनुभयो र भुइँमा सुत्नुभयो। मैले आफ्नो कपडा बदलेर सुतेँ। अब धेरै दिन बितिसकेका थिए। म नवीनसँग कुरा गर्दिनथेँ र नवीन पनि मसँग केही बोल्नुहुन्थेन। बिहान उठेर उहाँ खेतमा जानुहुन्थ्यो र साँझमा थाकेर घर फर्कनुहुन्थ्यो। खेतबाट आउँदा उहाँका कपडा माटोले भरिएका हुन्थे र शरीर पसिनाले भिजेको हुन्थ्यो। उहाँलाई देखेर मलाई घृणा हुन्थ्यो। म रिसले उहाँतिर हेर्थेँ र मुख फर्काउँथेँ। मलाई देखेर उहाँ कोठामा जानुहुन्थ्यो। नुहाई धुवाई गरेर बाहिर आउनुहुन्थ्यो। मसँग कुनै विकल्प थिएन। मलाई सबैसँग बसेर खानु पर्थ्यो। मेरो ससुरालीमा सबैलाई एकसाथ बसेर खाने बानी थियो, जुन मलाई बिल्कुलै मन पर्दैन थियो। केही दिन म आधा खाना खाएर उठ्थेँ। सायद नवीनले यो नोटिस गर्नुभयो कि म उहाँसँग बसेर पेटभरि खाना खान सक्दिनँ। त्यसैले अब उहाँ म भन्दा पहिले खाना खाएर उठ्नुहुन्थ्यो ताकि म पेटभरि खान सकौँ। मलाई यो कुराले कुनै फरक पर्दैन थियो कि नवीन दिनभरि खेतमा मेहनत गर्नुहुन्छ र साँझमा उहाँलाई पेटभरि खान पनि मिल्दैन। म सिर्फ आफ्नो बारेमा सोच्थेँ र दिनभरि मेरो मनमा रमेशको बारेमा विचारहरू चलिरहन्थे, किनकि म उसलाई धेरै माया गर्थेँ। मसँग जुन फोन थियो त्यो मेरी आमाले मसँग फिर्ता लिनुभएको थियो, किनकि गाउँमा ससुरालीमा बुहारीहरूलाई फोन राख्ने अनुमति थिएन। जब म रमेश बिना रहन सकिनँ तब मैले सबै हद पार गरिदिएँ र नवीनसँग उहाँको फोन मागे। मैले उहाँसँग भने कि मलाई रमेशसँग कुरा गर्नु छ। मेरो कुरा सुनेर उहाँ आश्चर्यचकित भएर मलाई हेर्न थाल्नुभयो। मैले उहाँको हातबाट फोन लिएर रमेशसँग कुरा गर्न थालेँ। जब म रमेशसँग कुरा गर्दै थिएँ, ऊ पनि मेरो चिन्ता गरिरहेको थियो। म रुँदै रुँदै उसलाई सबै कुरा बताइरहेकी थिएँ। त्यही बेला नवीन मेरो नजिकै उभिरहनु भएको थियो, तर मलाई यस कुराको ध्यान थिएन। उहाँले चुपचाप तकिया र कम्बल लिनुभयो र सुत्नुभयो। अब त यो सधैँ हुन थालेको थियो।
म रोज नवीनबाट फोन लिएर रमेशसँग कुरा गर्थेँ, तर ऊ मलाई अब पनि स्वीकार गर्न तयार थियो। एक दिन कोठामा नेटवर्क थिएन, त्यसैले म कोठाको बाहिर आएर फोनमा कुरा गर्दै थिएँ। घरमा सबै सुतिसकेका थिए र नवीन पनि सुतिरहनु भएको थियो। म फोनमा कुरा गर्दै थिएँ, त्यही बेला पछाडिबाट मेरो देउरा आउनुभयो र उहाँले मेरो हातबाट फोन खोज्नुभयो। उहाँले मसँग भन्नुभयो, निर्लज्ज आइमाई, पति हुँदाहुँदै पनि तेरो कुनै अर्को मर्दसँग सम्बन्ध छ, तँलाई शरम लाग्दैन? मलाई थाहा भएन उहाँ कहिलेदेखि मेरो कुरा सुनिरहनु भएको थियो। उहाँ म माथि जोड जोडले कराउन थाल्नुभयो। बिस्तारै बिस्तारै घरका सबै मानिसहरू त्यहाँ जम्मा भए। नवीन पनि त्यहाँ आउनुभयो र भन्नुभयो, के भयो, यति राति तिमी जोड जोडले किन कराउँदैछौ? मेरो देवरले सबैको सामु मेरो सत्य बताउनु भयो। तब सबैले मलाई आश्चर्यचकित भएर हेर्न थाल्नुभयो। तर म मनमनै खुसी थिएँ, किनकि अब सबैलाई मेरो सत्यको बारेमा थाहा भइसकेको थियो र उनीहरूले मलाई मेरो माइती घर पठाइदिनेछन्। त्यहाँ गएर म रमेशसँग विवाह गर्नेछु। तर यस्तो केही भएन। नवीनले आफ्नो भाइलाई झुटो साबित गर्नुभयो र भन्नुभयो, मलाई आफ्नो पतिमाथि पुरा भरोसा छ, ऊ यस्तो केही गर्न सक्दिन। ऊ आफ्नो साथीसँग फोनमा कुरा गर्छे, यो उसले मलाई पहिले नै बताइसकेकी थिए। यति भनेर उहाँले सबै कुरा त्यही समाप्त गरिदिनु भयो। सबै आफ्नो आफ्नो कोठामा गए। म र नवीन पनि आफ्नो कोठामा आयौँ। कोठामा आउने बित्तिकै म आफ्नो पतिसँग झगडा गर्न थालेँ, किनकि मलाई उहाँमाथि पहिले भन्दा धेरै रिसाइरहेको थियो। मैले उहाँसँग भने, मेरो बाटो सफा हुनेवाला थियो, तिमीलाई सबै कुरा थाहा थियो, तैपनि तिमीले सबैलाई झुटो बोल्यौ। यदि तिमीले मलाई आज घरबाट निकालिदिएको भए त मेरा आमा बाबुलाई मजबुरीमा मेरो विवाह रमेशसँग गर्नु पर्थ्यो। तिमी मलाई किन छोड्दैनौ? मेरा आमा बाबुको कारणले म केही गर्न सक्दिन। नवीनले भन्नुभयो, यदि मैले तिमीलाई छोडिदिए भने पनि म तिमीमाथि कुनै प्रकारको आरोप सहन गर्न सक्दिन, किनकि तिम्रो आमा बाबुको इज्जत मेरो इज्जत हो। यदि त्यो केटा तिमीलाई स्वीकार गर्न तयार छ भने म आफै तिमीलाई उसँग छोडिदिनेछु र सारा दोष आफ्नो शिरमा लिनेछु। यसपछि म तिमीलाई सम्बन्ध विच्छेद पनि दिनेछु। यो सुनेर मलाई धेरै खुसी लाग्यो। पहिलो पटक मेरो मनमा उहाँको लागि राम्रो भावना जाग्यो। मैले यो सबै रमेशलाई पनि बताएँ र ऊ पनि खुसी भयो। उसले भन्यो, तिमी आफ्नो पतिलाई लिएर सहर आऊ र उसलाई डिभोर्स देऊ। यसपछि हामी दुवै कोर्ट म्यारेज गर्नेछौँ। यसले तिम्रो आमा बाबुलाई हाम्रो विवाह गर्नै पर्छ। मैले उसलाई हुन्छ भने र 2-3 दिनपछि नवीनको साथमा रमेशले बताएको ठेगानामा पुगेँ। मैले नवीनसँग भने, अब तिमी घर जाऊ र मलाई डिभोर्सका कागज पठाइदेऊ। यसपछि म रमेशसँग विवाह गर्नेछु। नवीनले मसँग भन्नुभयो, म 2-3 दिनमा यही ठेगानामा डिभोर्सका कागज पठाइदिनेछु र उहाँ त्यहाँबाट जानुभयो। मैले रमेशको घरको ढोका ढकढकाएँ, उसले नै ढोका खोल्यो। मलाई देखेर ऊ धेरै खुसी भयो। म घरभित्र गएँ। घरमा उसको अलावा कोही थिएनन्। उसले मसँग भनेको थियो कि उसले घरमा सबैलाई बताइदिएको छ। खाली घर देखेर मैले उसलाई सोधेँ, तिम्रा आमा बाबु कहाँ छन्? उसले भन्यो, भित्र आऊ, हामी बसेर कुरा गर्नेछौँ। यसपछि हामीले धेरै बेर गफ गर्यौँ र उसले मेरा तस्बिरहरू पनि खिच्यो। फेरि उसले मेरा तस्बिरहरू कसैलाई पठायो? जब मैले सोधेँ तब उसले भन्यो कि उसले मेरो देवरलाई पठाएको हो। यसपछि ऊ फ्रेस हुन गयो। थोरै बेरपछि उसको मोबाइलमा मेसेज आउन थाले। मैले उसको मोबाइल उठाएर मेसेज पढेँ। त्यसमा लेखिएको थियो, केटी त सुन्दर छे, तर यसको बदलामा म सिर्फ 1 लाख दिन सक्छु। यो पढेर मेरो पैताला मुनिको जमिन खस्यो। यसभन्दा पहिले कि मेरो साथमा केही गलत होस् म त्यहाँबाट भागिहालेँ र रुँदै रुँदै आफ्नो ससुराली पुगेँ। मलाई देखेर नवीन आश्चर्यचकित भएर बोल्नुभयो, अब के भयो? मैले तिमीसँग भनेको थिएँ नि कि म तिमीलाई कागज पठाइदिनेछु, तिमी यहाँ के गर्न आएकी छौ? मैले उहाँलाई सारा घटना बताएँ, तर उहाँले केही भन्नु भएन। उहाँको सामु मलाई धेरै लाज महसुस भइरहेको थियो। थोरै बेरपछि राति सधैँ झैँ उहाँ बिछ्यौना लिएर जमिनमा सुत्नुभयो। तर आज मलाई निन्द्रा आइरहेको थिएन। म पुरै रात रोइरहेँ र मलाई एहसास भयो कि मैले नवीनसँग कति गलत गरेँ। थोरै बेरपछि रमेशको फेरि फोन आयो, तर मैले फोन उठाइन र उसको नम्बर ब्लक गरिदिएँ। बिहान जब म उठेँ तब नवीन कोठामा थिएनन्। मैले रात नै सोचिसकेकी थिएँ कि बिहान उठेर म उहाँसँग माफी माग्नेछु, किनकि मलाई समझ आइसकेको थियो कि नवीन भन्दा राम्रो मलाई कोही खुसी राख्न सक्दैन, किनकि कुनै पनि मानिसको सुन्दरता उसको व्यवहारमा हुन्छ र नवीनको व्यवहार धेरै राम्रो थियो। साँझमा जब उहाँ घर आउनुभयो मैले उहाँसँग माफी मागेर रुन थालेँ, तर उहाँले मलाई केही भन्नु भएन र मेरो हातमा कागज दिएर भन्नुभयो, यी कागजहरू पढेर यिनमा सही गर। मैले उहाँसँग भने, मलाई माफ गरिदिनुहोस्, मलाई डिभोर्स चाहिएको छैन, अब म सधैँको लागि तिम्रो साथमा रहन चाहन्छु। तर उहाँ केही बोल्नु भएन र त्यहाँबाट जानुभयो।
म रोइरहेँ र सोचे कि रातमा म फेरि उहाँसँग माफी माग्नेछु। रातमा जब नवीन कोठामा आउनुभयो, सधैँझै उहाँ बिछौना लिएर जमिनमा सुत्न लाग्नुभयो। त्यही बेला मैले उहाँलाई रोकेँ र भने, तिमी ओछ्यानमा सुत। म उहाँको खुट्टामा परेर माफी माग्न थाले र रुँदै बोले, मलाई डिभोर्स नदेऊ, म तिम्रो साथमा नै रहन चाहन्छु। मसँग धेरै ठुलो गल्ती भयो, तिमी म माथि रिस गर तर मलाई नछोड। तब उहाँले मलाई शान्त गर्नुभयो र भन्नुभयो, यदि तिमीले ती कागजहरू पढेकी भए त यति रुन्थिनौ, किनकि त्यो जग्गाको कागज थियो र म यो जग्गा तिम्रो नाममा गर्न चाहन्थे। यो देखेर मलाई धेरै हैरानी भयो, किनकि कुनै मानिस यति राम्रो कसरी हुन सक्छ। जब मैले उहाँलाई सोधेँ तब उहाँले भन्नुभयो, भोलि म कामको सिलसिलामा सहर जाँदैछु, त्यहाँबाट आएपछि म तिमीलाई सबै कुरा बताउने छु। यति भनेर उहाँले कागजहरूमा मेरो सही गराउनु भयो र बिहान जानको लागि निस्कनु भयो। म 2-3 दिनसम्म नवीनको धेरै अधीर भएर पर्खाइ गरिरहेँ, तर उहाँ आउनु भएन। चौथो दिन उहाँको एक साथी उहाँको मृत शरीर लिएर घर आयो। घरमा दुःखको पहाड टुट्यो। यो देखेर म बेहोस भएँ, किनकि म यसलाई सहन सकिनँ। थोरै बेरपछि जब मलाई होस आयो तब म जोर जोरले रुन थालेँ। उनीहरूको साथीले मलाई बतायो कि नवीनलाई 2 महिना पहिले नै थाहा भइसकेको थियो कि उहाँलाई क्यान्सर छ। पछिल्ला केही दिनदेखि उहाँ कुनै चिन्तामा हुनुहुन्थ्यो र त्यसैको साथमा यो बिमारी। त्यसैले उहाँ आज हामीलाई छोडेर जानुभयो। यो सुनेर मलाई झन् धेरै झट्का लाग्यो, किनकि सायद यो सबै मेरो कारणले भएको थियो। 3-4 दिनपछि मेरी सासूले मलाई एक चिठी दिनुभयो र भन्नुभयो कि यो चिठी नवीनको साथीले दिएको हो। नवीनले उसलाई तिमीलाई दिनको लागि भनेका थिए। जब मैले आफ्नो सासूसँग भने, आमा नवीनलाई त पढ्न लेख्न आउँदैन थियो नि, त मेरी सासूले भन्नुभयो, ऊ धेरै पढे लेखेको थियो, तर उसले तिमीलाई कहिल्यै पनि बताएको थिएन। यो सुनेर म चुप भएँ, किनकि मैले कहिल्यै पनि उहाँको बारेमा जान्ने कोसिस गरेकी थिइनँ। म दौडेर आफ्नो कोठामा गएँ र त्यो चिठी पढ्न थालेँ। त्यसमा लेखिएको थियो, प्रिया, तिमी विवाहको दिन धेरै सुन्दर लागिरहेकी थियौ। त्यही बेला मलाई तिमीसँग माया भएको थियो र हो, म एक पढे लेखेको सुशिक्षित केटा हुँ। यदि म चाहन्थे भने नोकरी गर्न सक्थे, तर मेरा बुवाले मलाई खेती गर्न सिकाउनु भएको थियो र त्यही खेतमा उहाँले अन्तिम सास लिनु भएको थियो। उहाँले मसँग बाचा लिनु भएको थियो कि म खेती सम्हाल्ने छु। त्यसैले मैले खेती गर्ने फैसला गरेँ। तर विवाहको रात जब तिमीले मसँग भन्यौ कि तिमी कसै अरूलाई माया गर्छौ, तब म पुरै टुटे। म कहिल्यै पनि रोइनँ, तर जब तिमी आफ्नो प्रेमीसँग यस्तो कुरा गर्थ्यौ जसमा सिर्फ मेरो हक थियो, तब म यसलाई सहन गर्न सकिनँ। म धेरै तनावमा थिएँ र सायद यसैले मैले आफ्नो स्वास्थ्यमा ध्यान दिइनँ। त्यसै कारणले मलाई यो बिमारी भयो र जब मलाई यस बारेमा थाहा भयो तब मैले आफ्नो आधा जग्गा तिम्रो नाममा गरिदिएँ, ताकि म मरेपछि तिमीलाई कुनै समस्या नहोस्। अब तिमी आजाद छौ, तिमी जसको साथमा चाहन्छौ बिहे गर्न सक्छौ, सधैँ खुसी रहनु। तिम्रो नवीन। यो पढेर म धेरै रुन थालेँ, किनकि मसँग धेरै ठुलो गल्ती भयो। मैले यति राम्रो मानिसलाई गुमाएँ। अब मेरो पास पश्चाताप बाहेक केही बचेको थिएन। साथीहरू, कहिले कहिले हामी मानिसहरूलाई बुझ्नमा धेरै ठुलो गल्ती गरिदिन्छौँ र हामीलाई यसको एहसास तब हुन्छ जब समय निस्किजान्छ। त्यसैले हामीले सोच विचार गरेर नै कुनै फैसला लिनुपर्छ, किनकि रमेश जस्तो मानिसमाथि भरोसा गरेर प्रियालाई केही मिलेन र जुन मानिसलाई उसले नजरअन्दाज गरी ऊ उसका लागि केही पनि गर्न तयार थियो, तर उसले उहाँलाई बुझ्न सकिनन् र उहाँलाई सधैँको लागि गुमाइन्। तपाईँ पनि आफ्नो जीवनमा मानिसहरूलाई बुझ्नमा गल्ती नगर्नुहोस्, किनकि गएको समय फिर्ता आउँदैन र त्यो बेला हामीसँग पश्चाताप बाहेक केही बाँकी रहँदैन। त साथीहरू, आजको कथा तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर अवश्य बताउनुहोस्। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। हस्त नमस्कार, फेरि भेट्नेछौँ अर्को रमाइलो कथामा।